तराई जिल्लामा माझी र मुसर समुदायका महिलाहरू शिक्षा र चेतनाको कमीले आर्थिक, सामाजिक, राजनीतिक रूपमा पिछडिएको अवस्था छ र हामीले उहाँहरूको सशक्तिकरण गर्ने उद्देश्यले उनीहरूलाई समूहमा आबद्ध गरायौँ। समूहमा आबद्ध गरिसके पछाडि बचत गर्ने बानीको चाहिँ विकास गऱ्यौँ र उहाँहरूलाई हामीले समूहमा आबद्ध गरिसकेपछि त्यो समूहलाई लिएर कृषि कार्यालयमा, पशु कार्यालयमा गएर दर्ता गऱ्यौँ ताकि सरकारले दिने सेवा सुविधा चाहिँ समूहलाई दिने भएर आगामी दिनमा चाहिँ उहाँले सरकारी निकायसँग समन्वय गर्न सकोस् भनेर। र अर्को कुरा के हो भने हामीले उहाँहरूलाई बचत गर्ने बानीको त विकास गऱ्यौँ, साथसाथै हामीले जुन रिफ्लेक्ट कक्षाहरू हुन्छ, हाम्रो विभिन्न बैठकहरूमा पाउने जुन भत्ता हुन्छ त्यो चाहिँ हामीले हातमा नदिएर उहाँहरूको समूहमा एकमुष्ट दियौँ। त्यसले गर्दाखेरि आज लगभग हाम्रो 32वटा समूहमा 64 लाख जति रकमहरू भएको छ र त्यो रकममध्ये हामीले चन्द्रनगरमा चाहिँ हाम्रो 16-17वटा समूह छ, उनीहरूलाई 32 लाख रुपियाँ चाहिँ एकमुष्ट रकम सहकारी मार्फत चाहिँ उहाँहरूलाई उहाँहरूको आय आर्जन वृद्धि गर्ने उद्देश्यले हामी सहकारी दर्ता गऱ्यौँ र उहाँहरूले चाहिँ महाजनहरूसँग 5 रुपियाँदेखि 4 रुपियाँदेखि 5 रुपियाँ ब्याजमा चाहिँ रकम ल्याउने गर्दाखेरि उहाँहरू सरको ब्याजको मारमा परिणत भएको थियो। त्योबाट मुक्त गर्ने उद्देश्यले हामीले महाजन मुक्ति सहकारी संस्थाको स्थापना गर्ने एउटा गऱ्यौँ होइन र हामीले सहकारीमा आबद्ध गराएर उहाँहरूको चाहिँ आय आर्जन गर्ने उद्देश्यले महाजन मुक्ति सहकारी संस्थाको चाहिँ उद्घाटन गऱ्यौँ।